स्टक धेरै माथि गइसक्यो, अब कता किन्ने? माथि किन्यो भने फस्ने डर, नकिन्यो भने छुट्छ कि भन्ने पिर। मार्केट कहिले सिधा माथि जाँदैन, एउटा स्विङ पछि यसले करेक्सन लिन्छ। त्यही करेक्सनमा प्रिमियम र डिस्काउन्ट जोन छुट्याउन हामी प्रयोग गर्छौं फिबोनाची रिट्रेसमेन्ट टुल। सबैभन्दा पहिले स्विङ लो देखि स्विङ हाईसम्म लेफ्ट टु राइट फिबो रिट्रेसमेन्ट तान्नुहोस्। फिबो तानिसकेपछि सबैभन्दा पहिले यो 50% को लेभललाई हेर्नुहोस्। यसलाई भनिन्छ इक्विलिब्रियम अर्थात् बजारको सन्तुलित बिन्दु। यसले बजारलाई दुई भागमा विभाजन गर्छ। यो 50% भन्दा माथिको एरिया प्रिमियम जोन हो। यहाँ शेयरको मूल्य महँगो हुन्छ। यो जोनमा नयाँ इन्ट्री गर्दा जोखिम धेरै र फाइदा कम हुने सम्भावना हुन्छ। त्यसैले यहाँ अलि सतर्क हुनुपर्छ। तर यो 50% भन्दा मुनिको भागलाई डिस्काउन्ट जोन भनिन्छ। यहाँ शेयर सस्तो मूल्यमा पाइन्छ र प्रॉफिट हुने प्रोबेबिलिटी हाई हुन्छ। यहाँ रिस्क टु रिवार्ड पनि फेभरमा हुन्छ। खास गरी 0.618 को लेभलमा हामी बेस्ट डिल पाउन सक्छौं। सबैभन्दा पावरफुल एरिया चाहिँ 0.618 देखि 0.786 हो। 0.618 गोल्डन रेशियो पनि हो। यहाँ आएर यदि प्राइस एक्सनले रिभर्सल सिग्नल दिन्छ भने मिनिमम रिस्कमा बेस रि-इन्ट्री पोइन्ट हुन्छ। प्रो टिप्स, फिबो लेभलमा पुरानो सपोर्ट वा डिमान्ड जोन छ भने त्यो इन्ट्री झन बलियो हुन्छ। स्टप लस सधैँ 0.786 भन्दा अलिकति मुनि राखेर ढुक्क हुनुहोस्। याद राख्नुहोस्, ट्रेन्ड बुलिश छ भने मात्र यो डिस्काउन्ट जोनले राम्रो काम गर्छ। मूल्य माथि जाँदा होइन, डिस्काउन्टमा आउँदा किन्ने बानी बसाल्नुहोस्। यसलाई आफ्नो एनालाइसिसमा प्रयोग गरेर हेर्नुहोस् र ब्याक टेस्ट गर्नुहोस्। यस्तै एडभान्स टेक्निकल एनालाइसिस र टिप्सका लागि फलो गर्नुहोस्।